हेलो एभ्रिवान, वेलकम टु माई अनदर मिनी ब्लग। हिजो चाहिँ हामी गएका थियौँ नुवाकोट। यो रहेको छ नुवाकोटको सुइरो चौरको छेउ अनि हिमालको काखमा दुईवटा कुकुरहरू यसै मजाले खेलिरहेका थिए। अनि हामी त्यहाँ बसेर एकछिन चटपट खायौँ। हेर्नुहोस् न भ्यू, वाउ कस्तो मजा लाग्छ, कस्तो आनन्द लाग्छ। अनि एकछिन बसेर हामी त्यहाँबाट निस्क्यौँ। रोड चाहिँ डेन्जरै थियो साथीहरू। फाइनल्ली हामी डेन्जर रोड क्रस गर्दै मेन रोडमा निस्क्यौँ र हामी जनज्ञान भूमि आइपुग्यौँ। त्यहाँ काउलीबारीको छेउमा काउली बिक्री भइरहेको रहेछ। हामीले पनि अलिकति काउली लिएर फाइनल्ली आइपुग्यौँ हामी हाम्रो घर। छोरो पनि स्कुलबाट आइपुगेछ। हामी चाहिँ खाजासाजा खाएर घर बस्नु झ्याउलायो अनि जाम बारीतिर भनेर नल काट्नलाई बारीतिर गयौँ। अहिले नल काट्ने सिजन छ। अलिकति नल काटिसकेपछि तिमी धेरै बोक्न सक्दिनौ भनेर अलिकति भारी बाँधेर मलाई घरतिर पठाइदिनु भयो। दिस मच फर टुडे। बाई बाई फ्रेन्ड्स, लभ यु अल, थ्याङ्क्स फर वाचिङ।